हाम्रो हालत चाहिँ यस्तो हुन्छ भनेर मैले सोचेको पनि थिएन। सो हाई एभ्रीवन, माइसेल्फ अनिशा एन्ड आई एम ब्याक विथ अनदर न्यू मिनी भ्लग टुडे। अनि आजको दिन चाहिँ हामी चाहिँ जाँदै थियौँ पूजा गर्न सुपा देउराली मन्दिर। अनि सुरुमा त हामी 4 बजीतिर जाने भनेको थियौँ, अनि तर के गर्ने मौसम यस्तै छ। अहिले चाहिँ हावा पानी हुरीले गर्दाखेरि सोचेको कामहरू केही पनि भएको छैन। अनि त्यसपछि हामी चाहिँ 4 बजे जान सकेनौँ हावा पानीले गर्दाखेरि। अनि हामी चाहिँ 5 बजीतिर रेडी भयौँ। 5 बजीतिर रेडी हुँदा चाहिँ 7 बजेको थियो हामी निक्लिँदाखेरि अलमोस्ट। अनि हामी चाहिँ यहाँ हाम्रो बाइक साइक रेडी गऱ्यौँ अनि पुसपास गर्न थाल्यौँ बाइकलाई, किनकि जाने कुरा त राम्रो बनाउन पर्यो नि त। अनि यहाँदेखि चाहिँ हामी चिटिक्क परेर चाहिँ निक्लियौँ 2 जना भएर। अनि बुटोल सुनौलदेखि बुटोलसम्मको मैले भिडियो बनाएन, तर बुटोलदेखि यो पश्चिम जाने बाटो यस्तो ध्वस्त यस्तो हैरान बाटो रहेछ, हामीलाई थाहा पनि थिएन बाटो यस्तो छ भनेर। अनि त्यसपछि हामी चाहिँ त्यो पश्चिमको बाटोमा पानी धुलो पानी खाँदै गयौँ। अनि मेरो ज्याकेट चाहिँ पछाडि धुलो पानी सबै भएको थियो। अनि मलाई एकदम रिस उठिरहेको थियो बाटो देखेर, तर केही छैन। अनि त्यसपछि हामी चाहिँ फाइनली पुग्यौँ मन्दिरमा। मन्दिर पुगेपछि हामीले चाहिँ पूजा गऱ्यौँ। अनि पूजा गरेपछि चाहिँ हामी खाजा खानतर्फ लाग्यौँ, किनकि हामीलाई एकदम भोक लागिरहेको थियो। हामी खाली पेट गर्थ्यौँ केही नखाइकन। अनि सुरुमा त हामीले मगायौँ लाछा पराठा होइन आलु पराठा मगायौँ, आलु पराठा र अनि चिया खायौँ दहीसँग। अनि त्यसपछि हामी चाहिँ त्यहाँदेखि निक्लेर चाहिँ हामी घर फर्क्यौँ। अनि घर फर्किँदा चाहिँ धुलो थियो एकदम, किनकि पानी सबै सुकिसकेको थियो घामले। अनि एकदम धुलो खाँदै घर फर्क्यौँ। अनि ठ्याक्क बुटोल आएपछि चाहिँ मैले यहाँ मेरो बहिनी र मेरो साथीलाई भेटेँ। अनि हामी चाहिँ 4 जना भएर गयौँ सपिङ हो। अनि त्यसपछि हामी चाहिँ हल्का सामानहरू लिगौँ। अनि यो चाहिँ यहाँ नयाँ स्टोर पनि ओपन भएको रहेछ सपिङकै साइडमा। अनि त्यसपछि त्यहाँ पस्यौँ, त्यहाँबाट हल्का सामान लिगौँ अनि फर्कियौँ घरतिर। अनि घर आउने बित्तिकै मलाई एकदम थकिरहेको थियो। अनि म हल्का पल्टिएँ एकछिन। अनि त्यसपछि चाहिँ मैले मेरो कामहरू गर्न थालेँ। अनि यति नै हो आजको भिडियो चाहिँ। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू इन नेक्स्ट भिडियो। डोन्ट फर्गेट टु डु फलो। बाई बाई।